नमस्कार साथीहरु, आज चाहिँ हामी बीबीएस फर्स्ट इयरको बिजनेस स्ट्याटिस्टिक्सको 2072 मा सोधेको मेजर अफ सेन्ट्रल टेन्डेन्सी च्याप्टर अन्तर्गतको मिसिङ फ्रिक्वेन्सीज निकाल्न सिक्ने छौं। यहाँ 2072 को क्वेशन यस प्रकार रहेको छ। अब हामी यसको सोलुसन तर्फ लाग्छौं। हामीलाई चाहिँ दुईटा मिसिङ फ्रिक्वेन्सीज दिएको छ, जसमध्ये हामी एउटालाई ए र अर्कोलाई बी मान्छौं। त्यसैले हामीले लेट मिसिङ फ्रिक्वेन्सीज आर ए एन्ड बी रेस्पेक्टिभली भनेर लेख्यौं। त्यस्तै एक्सपेन्डिचर चाहिँ 0 देखि 10, 10 देखि 20, 20 देखि 30, 30 देखि 40, 40 देखि 50 दिएको छ भने नम्बर अफ फ्यामिली 14 अनि एउटा मिसिङ फ्रिक्वेन्सी 27, एउटा मिसिङ फ्रिक्वेन्सी 15 दिएको छ, जसको चाहिँ हामीले मिसिङ फ्रिक्वेन्सी निकाल्न चाहिँ आज सिक्ने छौं। हामीले एक्सपेन्डिचरलाई चाहिँ यक्ष मानेर यो एक्सपेन्डिचर भरि सर्लक सारेका छौं र नम्बर अफ फ्यामिलीज पनि सारेका छौं। अब मिडियन निकाल्दा चाहिँ सीएफ निकाल्नु पर्ने हुन्छ। जस्तै 14 प्लस ए, 14 मा 27 जोड्दा 41 प्लस ए, 41 प्लस ए प्लस बी र 41 मा 15 जोड्दा 56 प्लस ए प्लस बी। हामीलाई चाहिँ यहाँ क्वेशनमा नम्बर अफ फ्यामिली चाहिँ 100 दिएको छ। नम्बर अफ फ्यामिलीज कति दिएको छ? 100 दिएको छ। अब यसैको थ्रु हामी चाहिँ एउटा इक्वेसन बनाउँछौं र मिसिङ फ्रिक्वेन्सीज निकाल्छौं। यहाँ लेख्छौं हामी गिवन टोटल नम्बर अफ फ्यामिलीज हामीले कति दिएको छ n = 100, मिडियन 25 दिएको छ, n बराबर 56 प्लस ए प्लस बी, n कति दिएको छ 100, 100 = 56 प्लस ए प्लस बी। अब हामी यो 100 मा चाहिँ 56 घटाउँछौं = ए प्लस बी। 100 मा 56 घटाउँदा चाहिँ 44 आउँछ। यहाँ हामी चाहिँ इक्वेसन बनाउँदा b = 44 माइनस ए, त्यसलाई चाहिँ हामी के मान्छौं? फर्स्ट इक्वेसन मान्छौं। फेरि अगेन हामीलाई मिडियन 25 दिएको छ। मिडियन 25 दिएको हुनाले यसको मिडियन क्लास चाहिँ कति हो भनेर हेर्दा चाहिँ 25 चाहिँ 20 देखि 30 को बीचमा पर्छ। त्यसैले मिडियन क्लास लाइज बिट्विन 20 देखि 30। मिडियन को फर्मुला l + n/2 - cf का मुनि f * h हो, जसको लागि हामीलाई चाहिँ पहिला l चाहियो। l भनेको लोअर क्लास 20 अनि f भनेको यो क्लासको सिधा बीचमा 27 अनि cf भनेको यसको सिधा ठ्याक्कै माथि रहेको 14 प्लस ए। क्लास साइड कति छ? 20 देखि 30 भनेको 10 को अन्तर छ, जसलाई चाहिँ क्लास साइड भन्छौं, जुन चाहिँ 10 छ। अब हामीलाई के चाहियो? n/2। n/2 भनेको 100/2 = 50। मिडियन को फर्मुला लेख्छौं l + n/2 - cf का मुनि f * h। मिडियन कति दिएको छ भन्दा मिडियन हामीलाई चाहिँ 25 दिएको छ। l 20 प्लस अनि n/2 चाहिँ 50 माइनस यहाँ चाहिँ हामीले यो cf लाई चाहिँ हामी के गर्छौं? कोष्ठकमा राख्छौं, जसले गर्दा चाहिँ हिसाब गर्दा कुनै पनि प्रब्लम नहोस् भनेर। 14 प्लस ए * 10/27। 25 मा यसमा यो घटाइदिन्छौं। 25 - 20 = यो कोष्ठक खोल्दा चाहिँ यो चिन्ह चाहिँ माइनस भएर आउँछ। 25 मा 20 घटाउँदा 5 = 50 मा 14 घटाउँछौं र त्यसले 10 लाई मल्टिप्लाई गर्छौं 360 र यो 10 ले ए लाई मल्टिप्लाई गर्दा 10 ए 27 अनि यसलाई क्रस मल्टिप्लाई गर्छौं। 5 * 27 = 360 माइनस 10 ए। यो र यो गुणन गर्दा चाहिँ 135 = 360 माइनस 10 ए। 10 ए = 360, यो 135 हुँदा जाँदा चाहिँ माइनस हुन्छ। अनि यसरी a बराबर 225 का मुनि 10, a बराबर चाहिँ 22.5। यसलाई चाहिँ हामीले राउन्ड फिगर गरेर कति लेखिदिन्छौं? 23। अनि अघिको इक्वेसन फ्रम इक्वेसन है, हाम्रो यहाँ अघिको इक्वेसन कति छ भन्दाखेरि b = 44 माइनस a। अनि यही इक्वेसनको थ्रुमा चाहिँ a को मान कति आएको छ भन्दाखेरि 23 आएको छ। 44 मा 23 घटाइदिन्छौं 21। त्यसैले एउटा मिसिङ फ्रिक्वेन्सीज चाहिँ 23 आयो र अर्को मिसिङ फ्रिक्वेन्सीज चाहिँ 21 आयो। यसरी हामीले दुईवटा मिसिङ फ्रिक्वेन्सी निकाल्न सिक्यौं। आगामी दिनहरुमा पनि यस्तै भिडियोहरु ल्याउने छु। यसको लागि चाहिँ च्यानललाई सब्स्क्राइब गरिदिन नभुल्नु होला।